ल केटा यो ठाउँ चाहिँ लास्टै दामी लाग्यो केही भनिदेऊ न यार अब यस्तो आउने गोपाल छ भने मिस्टी भन्नु कि रहिरहेन अब हैन के रहन्छ यस्तो ठाउँ देखाइदियो भने आफै थाहा पाउँछ सुन के गर्लफ्रेन्ड लिएर आउने ठाउँ होइन तर साथीसँग आउने ठाउँ होइन के प्राय देखेको हुन्छ नि सिंगल त कोही आइरहेको देखिहाल्छ सिंगल चाहिँ हामीहरू मात्र आइरहेको थियो होइन हामी चारजना छौँ एउटा सिङ्गल आयो नरेन्द्र म सिङ्गल साथी लिएर आउने कि त्यही त बाटो बाटो अनि ठाउँको नाम के रे यसको जामाचो ए जामाचो ए चोर जामाचो ठिकै छ राम्रै रहेछ ठाउँ चाहिँ बिहान 11:20 हामी चढ्न थालेको हो 11 अनि भन्नाले 1:20 चाहिँ पुग्यो यहाँ चाहिँ अब यसो हेर्दा 2 घन्टा जति लाग्यो हामी बिस्तारै बस्दै बस्दै आएको क्या आउन चाहिँ ठिकै छ माथि पनि यताउता भ्युजहरू राम्रै देखिन्छ यदि तपाईँहरू पानी पर्दै आउनुभयो भनेपछि चाहिँ राम्रो देखिँदैन पानी परिसकेपछि आउनुभयो भने चाहिँ यति बवाल देखिन्छ कुरै छोडिदिनु तपाईँ एकचोटि चाहिँ नआएर चाहिँ नमर्नु होला भन्न चाहन्छु होइन सबैलाई अब हामी पनि अब कलेजको स्टुडेन्ट हो म डेली हुन्छ नि कलेज आएको गएको अनि कलेजमा भएका इभेन्टहरू अनि मेरो साथी साथीहरू सब भिडियोहरू बनाउँथे सुन न मेरो साथीले शीतल फिटनेस युट्युब च्यानल खोलेको छ क्या पहिला 11 समयमा पढ्थ्यौँ होइन अनि त्यसले चाहिँ गोर्खामा पढ्या पहिलो त्यही ब्रिटिस कोर्स चाहिँ त्यही 11 पढ्या त्यहाँदेखि स्टार्टिङ गरेर त्यो गर्न च्यानल त्यतिखेर कति 12 थियो 12मा कति 1300मा म थियो सब्सक्राइब गर्ने थियो चाहिँ अहिले त्यो बिहान भिडियो बनाउँदा हल्का घरमै फिटनेसहरू गरेको क्या पुसअपहरू त्यो गरेको भिडियो हाल्दा 3,50,000 सब्सक्राइबर पुऱ्याइसक्यो क्या उसले अरूको हेर्ने आफ्नो हेर्ने क्या दोस्त आफूले गर्ने हो कि अरूले गर्दिँदैन म त उसले गरेको छ हो कि नै आफू मोटिभेट हुने हो क्या मलाई मोटिभेट गरिरहेको छु यो मान्छेलाई यो मान्छेले जुन आफूले गर्ने भनेर म चाहिँ स्टार्ट हान्छु केटा हो म त स्टार्ट हान्न सक्यो